शेरबहादुर र केपीको कार्यकर्ता हरि लठक्नी भन्ने गरेको छु मैले। अब यो भने बाबत जेल जानुपर्छ भने यहाँ पुलिसका कोही एजेन्ट आछ भने अहिले गिरफ्तार गर्नु होला मलाई। म डराएर हिँड्ने मान्छे होइन। हरि लठक्नीहरू शेरबहादुर केपीका झोलेहरू नेपो बेबीको कुरा गर्ने, आफ्ना छोराहरू विदेशमा राख्ने यी हरि लठक्नीहरू आज प्रधानमन्त्री हो मन्त्री हो भन्दैछन्। यो चुनाव गर्न भनिरहेको यो सरकार भनिएको छ, यसले केही लचार दिँदैन, जेनजीहरूलाई नै खोरमा थुनिरहेको छ। त्यसले यो सरकारबाट त्यो पुरा हुन सक्दैन। शरणार्थीको विषय कुरा गर्न कम्तीमा पनि 2/3 सरकार चाहिन्छ। त्यो सरकारले सिधा कुरा गर्न सक्छ। तर 2/3 प्रधानमन्त्री हो भन्ने केपी ओलीले नक्कली भुटानी शरणार्थीको मुख्य योजनाकार केपी ओली भएको कुरा म सार्वजनिक गर्न चाहन्छु। म मर्नुपर्छ भने मर्न तयार छु, कसको गोली खानुपर्छ खान तयार छु, तर म यो कुराबाट ब्याक हुने छैन। किनभने केपी ओलीले एकचोटि के भने नक्कली भुटानी शरणार्थीको फाइल खोल्न लाग्दाखेरि प्रचण्ड प्रधानमन्त्री थिए, उनी दिनमा 2 चोटि बालवाटार जान्थे अनि सिंहदरबार जान्थे। उनले भने यो सबै शरणार्थीको कुरा मिलाउनु त मै हो, मान्छे नै मैले लगाऊँ भने। अनि रामबहादुर थापा गृहमन्त्री थिए त्यतिखेर, उनको छोरा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको, उनको श्रीमतीको गाडीमा घरमा पैसा पुर्याएको, केपी ओलीको श्रीमती राधिका साक्यको घरमा पैसा पुर्याइदिएको, अनि बादलको चाहिँ सल्लाहकार इन्द्रजित राई यिनले पनि पैसा खाएको। अनि केपी ओलीको झड्केलो त होइन होला, केपी ओलीको पिए आफूलाई केपी ओली भन्ने तिनको एउटा के नाम अरे, तिनको चाहिँ एउटा स्वकीय राजेश बजाचार्य, यिनीहरू मिलेर चाहिँ पैसा खाए।